फेरि हामी 12 घन्टा ड्युटी सकेर पनि अब सपिङ गर्नुतिर लाग्यो दाजुभाइ। हल्का अब गर्मी छ, गर्मीको लागि चाहिँ र बाउले टिसनहरू होला के हो होइन, अब घरैलाई थाहा हुन्छ सोच चाहिँ हो। सपिङ गर्नु लाग्यो दुईजना, रुममा गएर कभर चेन्ज गरेर छक्क भएर सपिङ गर्नु के गर्छौँ। अब त्यो हामी झल्का फल्का देखाउँछौँ होइन। बस है बसमा जानुपर्छ, बसमा जानु बस स्टेसनमा। बस स्ट्यान्ड खोज्दा बल्ल रे तल आउनु पर्ने छ, बरु माथितिर गयो भने झुपट गाडी चाहिँ आउँछ आयो। अब यहाँ क्यारो उता हेर्नु इसारा गाडी आयो, हामी गाडीमा जान्छौँ होइन। सपिङ चाहिँ गरियो दाजुभाइले, सपिङ त यो नामको गरियो त होइन। अब सरले अरू खाटाखुट्टो मसलाहरू गऱ्यो, मसलाहरू गऱ्यो। सपिङ यस्तै छ। अब यहाँ सपिङ चाहिँ यो नामको गरियो, बेरालु गरियो सपिङ। सपिङ गरेर आजको रुम फर्किँदा गाडी त आयो, गाडी एउटा पुगेको बर्बाद 2 मिनट ढिलो गरेर छिटो गाडी अब निकै पर्खिनु पर्ने हो है त गाडी। अब हामी रुममा जाँदा तयार छौँ सपिङ गरेर। यो गाडी छ भने यस्तै गाडी आउँछ हाम्रोमा पनि। गाडी छ होइन, यो एरिया जस्तो सब यस्तो छ, सिटी होइन विदेशको ठाउँ। विकास भनेको यस्तो हुन्छ, सलल परेको हुन्छ होइन। यस्तो बसहरू चल्छ, पक्की बसहरू। हामी जाने रुटको चाहिँ होइन, अर्कै रुटको हो। यहाँ रुट अब आउँछ यस्तो छ। हामी जान्छौँ फाइनली साथी हो। म मार्केट गरेर सपिङ गरेर पनि रुममा आइसकेर सावर गरिसकेँ, फ्रेस भएर बसिरहेको छु होइन। आजको भिडियो चाहिँ